सबैजनालाई। आज हामी कक्षा 7मा अध्ययनरत विद्यार्थीहरू शान्तिका दूत करुणाका सागर गौतम बुद्धका बानीहरू हजुरहरू समक्ष प्रस्तुत गर्न गइरहेको छौँ। आफ्नो काम आफै गरौँ, अरूमा निर्भर नहौ। धन्यवाद। सबैको दुःखको कारण तृष्णा हो। धन्यवाद। घृणालाई घृणाले कहिले जित्न सकिँदैन, प्रेमले जित्न सकिन्छ। यो शाश्वत नियम हो। मनमै सबै कुरा हो, तिमी जे सोच्छौ त्यही हुन्छौ। हजारौँ पोखा शब्दहरूमध्ये एउटा शान्तिपूर्ण शब्द धेरै राम्रो हुन्छ। सभ्यको मार्गमा हिँड्ने व्यक्तिहरूले थोरै साथी भेटाउन सक्छन्, तर ती साथीहरू वास्तविक हुन्छन्। शान्ति तिम्रो भित्रबाट आउँछ, बाहिरबाट नखोज। क्रोधलाई प्रेमले, खराजुलाई असरले, लोभलाई उदारताले र झुटलाई सत्यले जित। हामीले जति धेरै दिन्छौँ त्यति नै धेरै पाउँछौँ। तिमीले आफ्नो भाग्य आफै बनाउँछौ। रिस र लोभले मानिसलाई आफै भित्रबाट जलाउँछ। जसरी पानीका थोपाहरू लगातार झर्दा पानीको गाग्रो भरिन्छ, त्यसै गरी थोरै थोरै गरेर पनि ज्ञान हासिल हुन्छ। जसले आफ्नो मनलाई नियन्त्रण गर्छ त्यसले संसारलाई नियन्त्रण गर्छ। मृत्यु अस्मरणीय छ, असल गरेर तिमी अरू बन्न सक्छौ। मौनता पनि एक प्रकारको जवाफ हो। बोल्दाखेरि ध्यान पुऱ्याएर बोल्नुपर्छ, त्यसले अरूलाई खुसीमा दुःख छुटाउँछ। सबै प्राणीहरू खुसी हुन्। ज्ञान बिनाको विश्वास अन्धो हुन्छ। आफ्नो कर्ममा विश्वास गरे, भाग्यमा होइन। परिवर्तन संसारको नियम हो। सरल जीवन जिउनुहोस्। धन्यवाद।